मेरो त्यो अर्थवस्त्र नेपाली जनताको गरिबी भुखमरी बेरोजगारी र युवाहरूलाई विदेशी लखेटिने र भ्रष्टाचारीहरूलाई राज गर्ने र उल्टे उपदेश दिने त्यसको विरुद्धमा थियो कि मलाई एकचोटि होइन 1000 चोटि अर्थवस्त्र हुनुपर्छ, हुन तयार छु, तर कुनै नेपालीको छोराछोरी कुनै नेपाली अर्धनग्न हुनु परेन, भुखे र गरिबीले मर्नु परेन, उसको छोराछोरीको शिक्षा र स्वास्थ्य गुमाउनु परेन र उसको विदेशमा जानु बाध्यता नबनोस् र भ्रष्टाचारी जस्ता सुकै होस्, ठुला होस् या साना होस्, कानुनको दायरामा होस्, त्यसको लागि मेरो अर्धवस्त्र प्रदर्शन थियो। त्यो मेरो कन्सियस प्रयास थियो। म कुनै आवेशमा पनि आएको होइन, कुनै एकजना मान्य भने जस्तै मेरो मानसिक सन्तुलन पनि खोएको होइन र उहाँभन्दा सायद 2-4 डिग्री बढी नै परेको व्यक्ति पनि हो। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? देश जनताको। राष्ट्र मन्त्रालय खाली विदेश घुम्नको लागि बनेको हो कि आफ्नो नागरिकको जीवधन सुरक्षा गर्नको लागि, चासो व्यक्त गर्नको लागि? कृषिको उत्पादन बढाउने कुरा हुन्छ, हरेक साल वैज्ञानिक खेतीको कुरा हुन्छ। त्यो वैज्ञानिक खेती कुन ग्रहमा हुन्छ? मंगल ग्रहमा हुन्छ कि बुध ग्रहमा? नेपालको धरतीमा त भइरहेछ। जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। र गगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्रले भइहाल्छ नि। निर्वाचन आयोग चाहिँ काठमाडौँमा छ, म त गाउँतिर छु। तपाईलाई भन्दा त गगनलाई जिताए जनतालाई फाइदा होला नि त। के फाइदा हुन्छ? उहाँ प्रधानमन्त्रीकै उम्मेदवार भोलि भने प्रधानमन्त्री भने त यो जिल्लाको विकासमा बाढी आउने होला। प्रधानमन्त्री बन्छ गनको बुन्डीको कि सोमालियाको कागो खत्तम। माननीय सदस्य, तपाईलाई बोल्न समय दिएको छैन, त्यसकारण माननीय सदस्य बसौं। माननीय सदस्यहरू बसौं। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं। बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन, किनभने सभामुखले निर्देशन दिनु पर्यो कि सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। तपाईको दायरामा आएको होइन, तपाई जसरी आएछ तपाई त्यही प्रक्रियाबाट म पनि आएको हो। देशप्रति गद्दार तपाई हो, देशप्रति गद्दार हो कि जसले देशको विकास दिन दिने, 20 वर्षमा देशलाई गरिब बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। एउटा कुरा के भने, माननीय सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ दाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोलेपछि तपाईँ दाइस छाडेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियमसँग बोल्नुपर्छ। तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यही रहन्छु। 7 मिनट मेरो टाइम छ, म यही रहन्छु। अथोरिटी विदाउट एकाउन्टेबिलिटी डेन्जर छ। बोल्दिनु पर्यो कि ट्याक्स जबरजस्ती गर्नु भएन। 3 मिनेटको बाद कति हो भन्टो तपाईँ नबोल्नु। तपाईँ पहिलाचोटि सांसदमा आफ्नो स्तरमा बस्नुहोस्। समितिको नियम छ नि, त्यो बीचमा टोक्न पाइन्छ? सभापतिले बनाउने अधिकार, तपाईँलाई बनाउने अधिकार होइन। यो माओवादी राज होइन, गुण्डा तन्त्र होइन। सभापतिले रोक्न पाउँछ, सदस्यले रोक्न पाउने होइन। त्यति पनि ज्ञान चाहिँ
कस्ता संघीय लोकतान्त्रिक गणतन्त्र चलाइराखेका छौँ। एउटा कार्यकारीले भन्छ वर्षा सक्ने बित्तिकै लाखौँ जनता सडकमा उतार्छु, अर्को कार्यकारी एक स्टेप बढेर भन्छ हामी सिंहदरबार जलाउँछौँ। समय सक्यो। 1 मिनट थप्दिनुहोस्, यो जरुरी कुरा, किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। कम्युनिस्ट एउटा हिपोक्रेट हुन्छ। मैले हिजो फिरो प्लास्टिकको कुरामा भनिदिएको थिएँ कि वामपन्थीहरू कुन चुस्ने जुका हुन्छ। अहिले भर्खर बाँसबारी छाला उद्योग कारखानाको कुरा आयो, सरकारले समात्यो। तर 2 घण्टा नहुने बित्तिकै प्रधानमन्त्रीदेखि लिएर गठबन्धनको नेताहरूको फोन तरातर आइजीलाई जान थाल्यो, छोड्नु छोड्नु, अहिले तुरन्त छोड्नु, किनकि हामी त्यही व्यापारीको पैसा खाएर बचिरहेछौँ। माननीय सभामुख महोदय, वास्तवमा अहिलेसम्म त सरकारले यत्रो गौरवशाली इतिहास कायम गरेछ आलु प्याजमा भ्याट लाएर। बब्रो सांसदहरू आज बोल्न पालो छ, त्यसकारण बब्रो सांसद केही कुरा राख्न चाहन्छु। किनभने ठुलो नेता त जनताप्रति इमान्दार, भागभण्डाप्रति इमान्दार हुनुहुन्छ, लुट्नप्रति इमान्दार हुनुहुन्छ। भाउजूको 2टा देवरको नजिकको मान्छे डाक्टर रमेश कोइराला राजीनामा गरेर भाग्या छ। भाउजूको देवरहरूलाई म जहिले पनि खोज्छु। यता पनि के सुनिन्छ भने एउटा भाउजूलाई केही भयो भने सरकार गिर्छ, केही हुनुहुँदैन। अर्को भाउजूलाई केही भयो भने सिंहदरबार जल्छ। त्यो त सभामुखै एमालेको हो नि, त्यो संसदको सभामुख हो। सभामुख निष्पक्ष तटस्थ छैनन्, छँदै छैन त्यो। यति बदनाम नेपालको व्यवस्थापिकाको, नेपालको संसदको इतिहासमा यति अयोग्य, यति बदनाम सभामुख मैले देखेको थिएँ। प्रक्रियाबाट आउनेले कसैले 38 मिनट बोल्न पाउने, कसैले 2 मिनट भयो भने रातो बत्ती बोल्ने। यो कुन यही हो जनाबे आम जनाबे खास, किनकि भ्रष्टाचारको बारेमा त बोल्नै पाउँदैन, किनकि उपसभामुखजीलाई रेस्ट उठिहाल्छ। गेरुवा अवस्था धारण रूपी सरकार समयमा होसमा आउनुहोस्, जनतालाई धेरै दुःख नदिनुहोस्। तपाईँहरूको निजी सम्पत्ति होइन कि बजेट लुटे आफू 3.5 करोड 4 करोड पजेरो चढ्ने, हेलिकप्टर चढ्ने, प्लेन चढ्ने र गरिब जनतालाई यो देशमा बस्न नदिने। मन्त्रालयको विनियोजनबाट म सडकको बारेमा नबोल्ने त के आकाश र धरतीको बारेमा बोल्ने। म नेपाली जनताको प्रतिनिधि हिसाबले प्रश्न गर्न चाहन्छु। हामी श्रमिक बेच्यौँ, विद्यार्थी बेच्यौँ, गिटी बालुवा बेचेर मधेसलाई मरुभूमीकरण गर्न खोज्यौँ। मेरो सरकारसँग प्रश्न छ, नेपाल कहिले बेच्दैछु, कम्तीमा समयमा नेपाली जनतालाई जानकारी गरौँ। पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। मेरो खराब पानी छ, मेरो खराब। Hey, y'all, come look at this.